गाइस हाम्रो युट्युब च्यानल फेरि पनि आइसकेको छु हजुरको माझ मुकबाङ भिडियो लिएर र हामीले चाहिँ आज के लिएर आएको छ ल परिचय दे त मतलब भन त हामीसँग चाहिँ चाउमिन रहेको छ अनि मोमो त्यसपछि डोमेस्टिक अनि आलु फ्राई अनि अर्को यता अगाडि कन्डक छ अनि यो के रे कस्तो भन्नु न अब आलु चप हैन यो पकोडा रहेको छ अनि पिरोको लागि मै छ हामीसँग र पिरो अचार दुईटै रहेको छ एउटा पिरो र सस वाला छ कन्डक छ खानलाई अनि यो त्यसपछि खुर्सानी भइहाल्यो र प्याज जित्नेले 1000 रुपैयाँ है पैसा पनि पाउँछ है ल पैसा हामीले च्यालेन्ज गर्नु लागि जसले अस्ति पनि हार्यो आज चाहिँ म जित्छु है त 1000 रुपैयाँ पाउनको लागि आज पनि मैले नै जित्छु है 1000 रुपैयाँ आज झन् ल खान्छु है त साइडमा राख्ने के चपस्टिकले खाने कि म त चपस्टिकले नखाने ट्राई गर्न एकचोटि सक्दैन जाने चाउमिन त आउँछ हिजो यहाँ ट्राई गर्ने होइन क्या पहिला ट्राई गरेर अनि आउने हो क्या खानलाई के भएर सुरु गर्ने त ल चाउमिनबाटै सुरु गरौँ ल म चाहिँ केबाट ट्राई गरौँ ल म चाहिँ चाउमिनै खान्छु ल म पनि चाउमिनबाट सुरु गर्छु है ल यो माइक गरे नि साउन्ड राम्रो आउँदैन ल फर्स्ट बाइट ल चेस Mami, ये क्या? मम्मी अब च्यालेन्ज गर्ने भनेको छोरीले मागे गरे पछि छोरी त्यहाँ तिनटा ल्याउनु पर्ने त पानी छोरीले खाँदैन भनेर हो नि त नि अस्ति खाएन अनि खाऊ अब तेरो भात छोरीले खाइदिइहाल्यो यो मेरो हो अब त चाहिँ यो चप चाहिँ दुईटा धेरै खानुपर्छ ल यसको सट्टामा तर सिलाइछ नि है भिडियो मुकबाङ गर्न त्यति सजिलो चाहिँ छैन है मिलाउँदा चिकन पनि खानुपर्छ है यहाँ भएको चाहिँ राखेको चाहिँ आफ्नो इच्छा है एउटै भाँडो अचार नि खाइसक्नु पर्छ है यो च्यालेन्जमा जे पनि एब्सेन्ट हुन्छ यो अचार त हुँदैन क्या मोमोसँग खाने हो अनि म अचार धेरै मन पर्दैन नि त मोमोसँग खाने टिस्यु पेपर राखेन क्या आज तर मोमो चाहिँ म हातले खाइदिन्छु है हातले खानु मनपर्छ मलाई यसले खान थाल्यो भने मैले हार्छु मैले नि ल राखेँ मिठो रहेछ मोमो सिलाइ चाहिँ तातै भए हुन्थ्यो है अनि यो कन्डक त छ धेरै पनि छिटो सक्ने होला हो सक्दैन मैले चप एउटा मात्रै खान्छु मैले ढिलो खान्छु नि त पुरा ड्रङ मिस्टेक तर आज मैले छिटै खाँदै अस्ति हामी टन्नै खाना खाँदै नि त साह्रो खान्छ मलाई पिरो चाहिँ यहीँ हाल्यो आज पिरो अचार खासै बनाइन्छ तिनीहरूले अलि रातो वाला बनाउँथ्यो तँलाई याद छ पहिला हामी चाउमिन खान धारी जान्थ्यो नि मैले बिर्सियो कहाँ पहिला सपिङ गर्दा के त स्कुल पढ्दा कि मलाई स्कुल पढ्दा चाउमिन खानु याद छैन जाइन् क्या के भर्खर आएको चाउमिन मात्रै सम्झाएर खान्छ है अरू सबै हात खानु मजा लाग्छ नि ल खाने नै हो जित्ने हो त्यसले खाने हुन्छ जित लाग्यो म ढिलो खाइरहेको डोमेस्टिक पनि खाइसकेँ ल
टोकिसकेको चाउमिन पनि सफल आइसकेको तर म जित्दिनँ आज त म भोकै छु नि त अस्ति पो टन्न खाँदै त अनि म पनि भोग्नु हो त बिहानदेखिबाट अनि पेट पुरै खालिराख्यो हो नि त अनि अस्ति मलाई फेरि दाँत पनि दुखिरहेको चाउमिन अलिक भुटेन छ कि अन्त स्कुलको क्यान्टिनमा चाहिँ खान्थ्यो हाम्रो चाउमिन टन्नै त्यसरी पहिला भर्खर भर्खर आएको थिएँ चाउमिन त्यहाँ चाउमिन बनाउँथ्यो र म त यादै छैन म यादै छैन अनि कति वर्ष धेरै वर्ष भइसक्यो मलाई त्यहाँ चटपटहरू पनि बनाउँथ्यो नि होइन माथि क्यान्टिनमा के त त्यो स्कुल त्यो माथि मेरो त्यो गैरी गाउँको पसलको के त नाम चाहिँ नलेको पिरो चाहिन्छ भाइ जुन चाहिँ सानो भयो त्यही पिरो जस्तो सोच्दैन अलिक उता गयो क्यामेरामा त्यो यसो नछ त अलि छेक्यो हुन्छ मिठो खाने हाल्यो होइन के चाहियो छोरोले त्यो खानु मै चाहियो के खाने ए मै ल मै थप्प म त छोरोलाई दिनु ल जाऊ हालेर हो ल पैसा हाल है त खाएकै छैन त नखाएकै राम्रो एकपालि हस् थ्याङ्क यू वेलकम कोही त भ्याइसकेछ त चाउमिन त तर छोरालाई कता मोमो दिएको कि रोक त मैले एउटा साइड मलाई 40 भनेपछि बराबर खानु पर्यो नि खुट्टा निदायो है सानो ल्याउ त आन्टीले चलाउँदै फोन गर्ने ल्याउ त आन्टीले ल्याउ त आन्टीले मोबाइल फोन गर्ने दिउँसोमा गर्नुपर्ने हामीले फेरि बाबुले डिस्टर्ब गर्छ माइन नगर्नु है दिउँसोमा त के खान्छ भात
मऊ भइसकेछ त Mami, हजुर you kira. अहिले चाहिँ फेरि अन्डा नि झन् भन्दाखेरि के हालत हुन्छ होला धेरै खान्छु भने धेरै खान नसक्ने थोथो त धेरै आइटम छ अनि गरेर धेरै हुन्छ नि तर धेरै नै खान्छ हामीले अरूले भन्दा हाम्रो कुनै एडिट छैन नि त रियल मुकबाङ्गर हो हामी दुईजना अरू जस्तो एडिट गरिहाल्यो होइन अनि कहिले खाने हो हेरिहाल्छु साइडमा तँ खा मिठो म त अचार चोक्छु यसो मिठो हुन्छ नि त्यो पनि खाने यसमा हो अचार भन्दा यसमा मिठो आउँछ मिठो हुन्छ यसमा मिठो रहेछ मैले दुईटा मिक्स र इलेक्ट्रिकको रुडी निकालेर क्या गाडी लागेन छोरो देऊ मोबाइलमा बनाइदिन्छ एकछिन छोड्नु न सलक्क जम्मै सोरेर माझेर हातबाट लाग्छु मर्किएर त के गरे अर्को एक्स्ट्रा भाँडा राख्नु भयो नि त होइन है प्याज राखेर प्याज त टोक्नु भयो प्याज नै पुरै गर्ने हो यसमा प्याज त खान्छ अघि मैले यो लोकल प्याज हो नि त नि गाउँहरू पिरो हुन्छ नि त नाकमै पिरो हो है आउँदैन त यो चाउमिन त तर्कामा नि ला छोराले कन्ड खाएन त्यो खानु भने मात्रै हो त खा अब च्यालेन्ज भइहाल्यो नि खान्छ भनेर बाबु लिएर आऊ त्यो म खान्छु छोरो न तिमी खाऊ साह्रो हो खाँदैन कि एउटा छोरो यो कन्ड हो त नखाने मिठो छैन है छोराले तिमीले टोके खा मलाई खासै मन त पर्दैन मिठो हुन्छ मैले तातो मिठो लाग्छ छोरा आएको सबै सेलायो चिज त आउँदैन छोरा आएको
यो कति मोटो ठुलो क्या त्योभन्दा राम्रो पाएन के रे पिठो हो पिठो अहिले राम्रो पाएन क्या यो ए धेरै मोटो भएर भित्र क्या एकदम तेल उठ्यो नि त ताते थियो नि त तेल झिकिरहेको थियो नि कति नै फास्ट खाँदो रहेछ त तर हामी बहिनीलाई चाहिँ सक्दैन है तैँले यस्तो छिटो खान्छ धेरै म अझै छिटो खान सक्छु सक्नु त म बिस्तारै खानु त छिटो खानु सक्दैन नि त होइन दुइटा पिठो यो आमा पिठो खानु यो यो पनि पिठो हो क्या हो होइन यो पाकेको यो मेरो सानो त नि तेरो त्यो होइन मेरो सानो त नि पाके हो त्यो त चिज हो नि त्यो त पाइहाल्छ नि यो पिठो साम भने क्या सुताइदियो सुन्नु हुँदैन थियो मैला हो नि त्यो त तर यस्तो गरेर खाएर त्यो अलिकति पिठो हुन्छ क्या त्यो भएर मैले पिठो निकालेको नि धेरै मोटो बनाएछ क्या यो पिठो पिठो धेरै हालेर एकपल्ट फुटाउँदै त्यसले हतार हतार गरिरहेको थियो कि गर्न नि त्यही भएर हो हाल्यो ठुलो हो यो मुनि गरिन्छ है मैले 2-3 गिलास खाइसक्यो अनि 4 गिलास सानो हो यसको 2 गिलास त्यसमा 1 गिलास लान्छ अनि यसको 2 गिलास त्यसमा 1 गिलास लान्छ म चाहिँ खाइन हाउसहरू अब पुग्यो भन्दा 1000 रुपियाँ म हो है फेरि के खायो खाँदै हो यहाँ जहिले सबै खानु मैले पनि सकेन तर हामी भिडियो बाहिर त कति कम्फर्टेबल भएर बोल्छ यहाँ भिडियोमा के भयो है अनि भिडियो बाहिर यसरी बोल्छ त नि भिडियोमा झन् तलदेखि म लजाउँछ मैले तल जा अरे लजा छैन है म त यो त चिज त ओइ पुग्दै आएपछि के भयो यो हुँदैन है यो जम्मै फ्याल्यो यो हुँदैन मैले जम्मै आइरहेको छु मेरो पनि काट्छ पिठो तेरो त सानो थियो क्या यो हेर यो यसको यो हेर यो हेर यो यो काँचो पिठो हेर यो काँचो पिठो अनि यो हेर यो पहेँलो गोइठा पाकेर हुँदैन यो तैँले हारिस् 1000 रुपियाँ मेरो हो ससेज म ससेज मात्रै खान्छु भित्र निकालेर ला म नि खान्न ल ससेज जे गरी मेरो हो जित चाहिँ अचार त मैले सबै खाइसकेको छु तैँले तिन छोरा खाएन यो अचार नि म खाँदिनँ त्यहाँ हुँदैन अचार मेरो यति मात्रै छ यस्तो एक खान्छ यो हुँदैन कहाँ खाएको तेरो छोरा खाइदिएन अहिले मा खान्छु ल यो 1 पिस पकौडा त धेरै छिटो फर्क्यो अब चिट भयो है अन्त अब एउटा टुक्रा पनि छोड्नु हुँदैन यो डम्मै त अहिले छोड्यो अनि पाएका छैन काँचो छ मेरो पनि काँचे हो यो खायो यो खाएर त यो खानु यो
उयोले काट्यो उयो हुने मलाई पलाएको मैले किन नखाएर रहेछ त्यसलाई म गएर कराउँछु अनि कति के बाक्लो कस्तो गरौँ भएको कति गरौँ बाक्लो झ्याउनु पाइ नभए पाउँदैन नि कहाँ पाउँदैन पात्न नि पात्न पाउँछ ल पात अहिले आएन तर मेरो पात गराउँदैन होइन को गर्नुहुन्छ And you sent a notification that I can't read. मेरो मोबाइल कला मैले एउटा पकौडा खाइसकेँ खाइसक्यो छोटो भात पकौडा लाग्यो क्या माथि होला नि त गिभ अप हो होइन अचारले त के हो कस्तो यहाँ दाँत मात्रै खाल्टो तेल धेरै त्यसमा चाहिँ म त सोच्छु तेल ग्यास्ट्रिक त्यो पकौडामा जाने तेल धेरै हुन्छ अन्त खाइरह नि त अन्त त्यो होइन यो त मिल्यो हो यो तिरोबाट लिएर आएको त थाहा होइन बोक्रो त खानु मिल्छ होला नि त नि पकौडा दुइटा खाइछु है मैले छवटा थियो गिभ अप नै हो अब त मुखबाट निस्किँदैन तर ज्यादै भइरहेको कि हेर्दा लैजा 1000 रुपियाँ के खाने भयो मैले अस्ति नै हार्यो आज नै हार्यो अनि मैले दुइटा पकौडा खायो तैँले जम्मै भ्याली छ नि यो तेरो कुन चाहिँ हो तेरो त्यहाँबाट लिएर आएको थियो नि होला त्यही होला नि दुइटै काँचो काँचो रहेछ क्या ल भित्रको पिठो फ्याँकेर बाहिरको खायो क्या मैले ल मलाई सबैले धेरै खाएर मोटा हुन्छ तर म खान सक्दिनँ के वास्तवमा नि यति खाना बिहान भोको बस्यो हो होइन सबैले त्यही त गर्छ होला नि एक टाइम त खान्छ होला नि अरू मुखबाङ गरिदिने होइन त्यस बिहान खाएर फेरि मुखबाङ गरेर नि फेरि अर्को टाइम त खाँदैन होला नि त होइन बाहिरको मिठो मिठो रहेछ त मिठो रहेछ त बाहिरको मिठो हो क्या मिठो क्रन्ची रहेछ सबैले गर्ने नै त्यही हो कि मुखबाङ गर्ने र पेट खाली गराउने म पनि यत्रो खाएर गर्दैन होला अरूले फेरि खाँदैन होला नि त एक्स्ट्रा बनाएर होइन गिभ अप पुग्यो मलाई 100 दिनमा खाने बिहान बिहान खाली गर्दा नि बित्नु छैन राखेर यो मेरो हो नि 3टा हुन्छ 6वटा थियो नि त मैले 2टा खाएँ एउटा 3टा हुन्छ तेरोमा यति हो भनेपछि कति च्यालेन्ज हो त ल यति त गर्छु म पनि गर्छु ल है त ल एउटा हाम्रो सक्दिनँ ल सक्दिनँ होला
ल म त यो छोरो मम्मीलाई सल्लाह यस्तो पाइँदैन है ल छोरो खाइदियो ल ल म त्यो खान्छु रे ड्र भयो कि अब बराबर एकैचोटि बराबर होला यो त एकैचोटि अब खाइरहेको दुईजनाको बल्ल सक्यो त्यस्तो भइरहेको ऊ चोरोले खेलिरहेको धेरै थियो बोयो पनि हो कहाँ हुँदैन कहाँ सक्दिन मलाई ल म जित्छु है म खान्छु त खानी नखान्थ्यो खायो भने पनि खान्छु पैसा पनि पाउँदो है दुईजनाले बराबर भयो आधा आधा ल 500 ल हो एउटा खाना लास्ट गाह्रो खाना त यत्रो चाउमिन डेढ प्लेट डेढ प्लेट मोमो 1 प्लेट चाउमिन अनि के थियो आलु फ्राई थियो ड्रमस्टिक दुईवटा पौडा अम्मै खाएको छ सक्दिनँ है म भोलि बिहान हुन्छ बरु हुन्छ भोलि बिहान छ भने हुन्छ बिहान पछि हुन्छ खाइरहँदा नि हुन्छ त्यो एक रोटी बनाउनु मिल्छ कि हो बेलेर त्यो त खानुहुन्छ रोटी बनाउनु पर्यो यसलाई रोटी बनाउनु मिल्छ यो टिस्यु नहाल छैन होला ल गिभा भन्दा म सक्दिनँ भनेपछि मैले अलिकति कोट्याएको छु नि फेरि यहाँ अलिकति खाएको छु नि मैले जितेँ है त त्यसो भए है त म खान्छु मैले खाने हो ल लाइद ल काँचो हेर्नु त्यो टाउमा छाम्नु डल्ले हालेछु पछि पहिला हाल्यो भने म काट्छु त्यही भएर बराबर भयो एकछिन च्यालेन्जको जसले छिटो गर्ने हो है खायो त्यसले हो नि त जित्नु त च्यालेन्ज भनेपछि त बिस्तारै सँगसँगै खाएर तँलाई नि दिएँ होइन तल दिएँ मैले होइन तँलाई दिएँ मैले कि काँचो पिठो खान्छ ल म सक्दिनँ प्याज एउटा ल त्यो तैँले हारिस मेरो हो त्यो प्याज एउटा डल्लै खानुपर्छ जम्मै जस्तै पिरो भने होइन तेरो भन्दा मेरो ठुलो वाला अचार चाहिँ पर्छ है त पक्कैछिन अलिक घाँटीको ठुलो वाला एकैचोटि निल्ने हो त घाँटी पाल ठुलो बनाउनु पर्ने बिस्तारै चपाउँदै खाने हो नि जसले अब बिस्तारै त होइन जे होस् छिटो खानु उकालो नपाए है एकैचोटि भने होइन टोक्ने होइन यो पाइरहन्छ तर फ्याला नपाए उकालो नपाए ल है यो खायो मात्रै 1000 रुपियाँ पाउँछ ल पहिले चाहिँ हामी त्यस्तो बाहिरको हुँदैन प्रत्येक कुरोमा एउटा न एउटा निकाल्यो ल है त फर्स्ट नि भ्याउनु पर्यो ब्याउनु पर्छ यो
नाकमा जाने होला कतातिर भएको सबैले त हाल्छि त लु जा 1000 रुपैयाँ मजा आयो कस्तो पिरो कस्तो खालको प्याज त गुलियो गुलियो हुन्छ त यतातिर किनेको त त्यो घरमा यस्तै हुन्छ क्या पिरो अनि कस्तो खालको क्या यो त म यतितिर भएको सक्यो भाइ यहाँ छोरोको छ दिदी र उ त खुर्सानी भन्दा पिरो हो नि त यो प्याज त खुर्सानी पिरो अनि खुर्सानीको जस्तो पिरो नि होइन क्या अर्कै पिरो हो कि जिब्रो यतातिर पुगे त ल तैँले नखाए होइन र तेरै जित भयो म तँलाई नै दिएँ मलाई त्यस्तो धेरै उ भयो नि त आँसु नै निकालेको अब मेरो जित्तो होला नि हो मैले त्यत्रो टोकेको थिएँ त आँटा टोक्यो अनि मैले त टोकेन होला हेर ल उति हो ल मेरो ठुलो थियो नि त यतातिर पुग्यो है दाँत दुखिरहेको बेलामा ल यति नै हो आज हाम्रो भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला केही यसो भिडियो गरे कसैले सब्सक्राइबै गर्दैन अनि केही कमी चाहिँ भयो यसो हाम्रो कमेन्टमा भनिदिनु होला है हामी सुधार्छौँ है हामी नयाँ नयाँ हो हामी खासै अब त्यति थाहा छैन हामी गर्छौँ बिस्तारै बिस्तारै है 1000 रुपियाँ दिखा त भनेर ल तैँले दिए नि त नि मलाई ल 1000 रुपियाँ यसले जित्यो है ल मैले 1000 ल ल त्यो पैसा मैले अब भोलि यति नै त हो नि भिडियो भोलि खानु पर्छ ल बाई बाई थ्याङ्क्स फर वाचिङ